and namaste everyone. So आज खै केही त छैन त्यही पनि हो the fuck चल्दैछ खै ब्रो यो चाहिँ मेरो गड्डी हो बोल्नलाई केही आएन यार फकिङ जोन आउट कति दिनपछि बाइक निकालेको ग्यारेजको कोडै बिर्छ यार धन्नै Here is the beast sexy my lady fuck टालो कहाँ गयो Ain't it crazy? ग्यारेजको ढोका लगाइदिउँ बाटो अन्तै मोडिदिउँ By the way, gift shot is gifted by her है त्यही भएर लगाइदिएको आज उसलाई सम्झेर तेल छ So hello and namaste everyone. Past couple of vlogs was so weird है अबदेखि त्यस्तो वाला आउने छैन सादा सिम्पल साधारण जस्तै कि म आज यति टाइमपछि किन भनेदेखि Just a random day off today. Day off. Fuck. बाइक नचलाएको धेरै भएको थियो चलाइदिउँ न त भनेर यहाँ चाहिँ हामी फुटबल खेल्न आउने गर्छौँ राम्रो छ ठाउँ बाइक अति क्रेजी छ माई सेकेन्ड लभ म अहिले गइरहेको छु मेरो भान्जाको घर किरण भान्जा त्यसपछि मेरो सानो काम निप्टाउनु छ स्कार्बोरोमा मेबी आज पोर्चुगलको गेम पनि हेरिन्छ होला प्लान छुट्टै थियो तर प्लानको प्लानै छुट्टै थियो रहेछ आज जिस्केको ल बनाऊँ जस्तो पनि लाग्दैन तर यत्तिकै बनाऊ न त भने बनाइदेऊ न त भने मैले पनि अनि तर बोल्नै आएको छैन क्या आज मलाई आई नो म्यान चिल छ गर्मीको महिना क्यानाडामा feels like Saudi Arab 10 years ago नेपाल पुलिस भनेर कमेन्ट गर्न हानौ ल टोरन्टो पुलिस हो यहाँ त के गर्नु साथीहरू यस्तै छ भोलि बिहानै काम गर्नु छ
भन्नुको फाइदा यही हो। के को बारेमा कुरा गर्ने त खै आज एउटा टपिक निकाल्नु पर्यो हौ। लभ लाइफ नो सिट भइरह जस्ट किडिङ, इट वाज अल माई फल्ट। अनि बाइकको बारेमा कुरा गर्नु, बाइकको बारेमा कुरा गर्नु पर्दाखेरि दिस इज माई फकिङ हार्ले डेभिडसन 48 होइन, 1200 सीसीको बाइक हो। आई डोन्ट नो इफ इट यो नेपालमा पनि छ कि छैन भनेर, तर या दिस सिट इज क्रेजी। टु मच टर्क, टु मच पावर, टु मच स्पिड होइन, एभ्रिथिङ इज हियर। चलाउन इन्सेनली कम्फर्टेबल र मजा छ। होइन मेरो चोइस त थिएन, तर जोस् खत्रै छ बाइक। आई डोन्ट रिग्रेट अन द्याट थिङ है। कति रमाइलो बाइक, कति क्रेजी बाइक। क्रुजिङ पारामा मजाले आनन्दले जानुको लागि लास्टै रमाइलो बाइक। अनि यो बाइकमा चाहिँ भएको एक्जस्ट चाहिँ के भन्छ, आफ्टर मार्केट हो, छुट्टै बनाएको हो, किनेको होइन। एउटा मान्छेलाई चाहिँ कस्टम मेड भनौँ न, कस्टम मेड एक्जस्ट हो, किनकि यसमा दुईवटा सिलिन्डर हुन्छ। यो 1200 सीसीको बाइक भएर चाहिँ ट्विन सिलिन्डर, भी ट्विन सिलिन्डर भन्छ यसलाई चाहिँ, इन्जिन भन्छ, सरी भी ट्विन इन्जिन भन्छ। यसको लागि चाहिँ दुईवटा पाइप निस्केको हुन्छ यहाँबाट र त्यहाँबाट, अगाडि र पछाडिबाट। अनि नर्मली चाहिँ हार्ले 48मा चाहिँ दुईवटा आउटपुट हुन्छ एक्जस्टको, दुईवटा पाइप हुन्छ। तर यो चाहिँ अब कस्टम मेड भएको भएर चाहिँ यसमा चाहिँ सिङ्गल पाइप बनाएको मैले। ह्यान्डल बार मिरर्सहरू यहाँ छ। यसको क्रेजी पार्ट चाहिँ साइड लाइटमा छ। यहाँ छ क्या, यत्रो सानो छ यहाँ चाहिँ। अनि के छ यसको सिट चेन्ज छ, कस्टम लिमिटेड एडिसन ट्याङ्क हो यो, हार्ले डेभिडसनबाट यो लिमिटेड पिसवाला ट्याङ्क हो। अनि अरू के छ यसमा, अरू त्यस्तै हो, खतरा छ बाइक चाहिँ। आई लभ दिस एभ्री डे। नेपालमा हुँदा बुलेट किन्ने सपना थियो यार। यहाँ आएर कोही कोहीले यहाँ आएर चाहिँ अब त्यो हार्ले किन्ने छ, रमाइलो लाग्छ बेला बेलामा। तर देयर इज वान मोर थिङ मिसिङ इन माई लाइफ राइट नाउ, यो क्रेजी। बाइकको कुरा नि भयो, के को कुरा गर्नु। गाडी चाहिँ मसँग चाहिँ यो जेनेसिस कुप 2.0 हो, म्यानुअल हो। द्याट थिङ इज इन्सेन टु, awesome horsepower, awesome torque, little bit modifications on it, like एयर इन्टेकहरू चेन्ज गरेछ मैले। स्पोइलर हाल्ने सोचिरहेको थिएँ, तर मेबी मैले गाडी बेच्छु पनि होला सायद। अब मलाई अटोमेटिक चाहिन्छ होला, म्यानुअल त मन पर्छ, त्यही पनि अब म अटोमेटिक लिन्छु होला सायद। अटोमेटिकको निड हुन्छ होला मलाई मेबी इन फ्युचर है। तर द्याट्स इट इज क्रेजी टु है। त्यो अति दामी गाडी छ। जस बाटोमा मलाई देख्यो भने गियर डाउन नगर केटा हो। हुन्छ अटोमेटिक चलाउँछ तिमीहरू, कसरी गियर डाउन गर्छौ र। त्यही क्याट एक्जस्ट हाल्नु पर्ला सोचिरहेको, टु मच एक्सपेन्सिभ। तर सोचिरहेको छु यार गाडीलाई अब के गरौँ। जियोस् खै जियोस् बेच्छु पनि होला, मेबी बेच्ने सोच गरिरहेको छु। गाडी आई लभ इट, आई लभ द्याट कार अ लट है। अति नै दामी मनपर्ने गाडी हो, केही प्रब्लम भएको छैन। अस्ति भर्खर हो किनेको पनि, तर आई डोन्ट फिल लाइक आई वान्ट इट एनी मोर। लोल
wrong with you, bro? This shit is insane. All eyes on me. यो भन्दैछ अहिले यो भन्छ त्यो अहिलेको यो टाइममा मलाई यो हिन्दी गीतहरूले दिमाग खराब गरेर भने ममा के सोच्नु खोजिरहेको हुन्छु के गीत बजिदिन्छ दिमागमा के याद आइदिन्छ टेन्सन मात्र भइरहेछ भनेको टिकटक फेसबुक इन्स्टाग्राम तिनटैलाई म आउट गरिदिन्छु कि अब त्यो क्रेजी गरिसक्यो यिनीहरूले मलाई यस्तो मिठो एल्गोरिदम फेरि यिनीहरूको एउटा भिडियो एकचोटि लाइक गरिदियो भने त्यही मात्र आउँछ क्या लिटरल्ली बाइक हुनुको अर्को फाइदा हेर्ने हो ओ जेसीबी all eyes on me finally Scarborough here Scarborough it is fuck next advantage fuck the traffic यस्तो पनि हुन्छ है फेरि सम्हालिनु नि पर्छ इफ यु डोन्ट ह्याभ स्किल्स डोन्ट ट्राई इट मेट कति बेला कुन चाहिँले ब्रेक हानिदिन्छ कति बेला कुन चाहिँ साइडबाट आउँछ यु डोन्ट नो मेट हिमालयन ग्रोसरिज त्यहाँ छ के भन्छ त्यसलाई स्पोन्सरलेस एडभर्टाइजिङ प्लिज स्पोन्सर मी भन्दै जानुपर्छ कि नि डु यु थिङ्क के गर्छु सोचिरहेको थिएँ आज गाडी डिटेलिङमा दिन्छु बफ हान्छु जहिले यस्तै हुन्छ भने केनेडी आइपुग्न आँट्यो केनेडीको जनताहरूलाई नमस्ते है नमस्ते सुरुमा स्टार्टिङ फेज क्यानाडा आउने बेलामा म यो रामा कसिनो गेमिङ छ क्या यहाँ यस्तरी स्टन्ट यहाँ चाहिँ म अनि क्लिनिङको काम गर्थेँ क्या मेरो ओनरले लगाइदिएको थियो घरबेटी अङ्कल ती नेपाली नै हुन्थ्यो गुड वान बिहान आउनु पर्थ्यो ओ फक हुन्थ्यो नि त्यति बेला त यार बिहान कहिले बस नपाउने हो अति हुन्थ्यो नि आधी घन्टामा एउटा बस आउँथ्यो अनि टाइममा आउनुपर्ने बस छुट्थ्यो भने ल्याङ त्यति बेलाको पारा त्यस्तै रातभरि नसुत्ने अनि दिन 4 घन्टा अघि कति पो हुन्थ्यो काम पनि सोच्दा पनि फक पो हुन्छ त अनि कहिलेकाहीँ त दुकुर्दै आउनु पर्थ्यो कहिलेकाहीँ साइकल लिएर आउँथेँ त्यस्तो धेरै टाढा पनि थिएन साइकलमा चाहिँ आधी घन्टामा आइपुग्थ्यो म मेरो साइकल पनि थिएन अर्काको साइकल टिपेर हिँडिदिन्थेँ घरमा कसको थियो चकचके थियो नि त म मान्छे फेरि चकचक्कु पेन खड्का यो बाटो चाहिँ जहिले बिजी हुन्छ यार किन हो किन म आउने बेलामा जस गाडी भइ नै रहेको हुन्छ खाल्टो खाल्टो क्यानाडामा पनि सुख छैन All eyes on me म इन्ट्रो बनाउँछु All eyes on me बाइकहरू भने उहिले हेरेर हुन्छ प्रायः खै रियर बाइक
Harley discontinued to make this from probably 2021 कि 22 सायद त्यस्तै लाग्यो मलाई त्यसपछि यो बाइक बन्दैन अनि इट्स रियर राइट नाउ रियर एज इन नो मोडिफिकेसन्स एट अल जस्ट द्याट टचअप त्यस्तो हार्ड मोडिफिकेसन केही पनि छैन मलाई जस यत्तिकै मनपर्छ यो बाइक ह्यान्डल चाहिँ मैले बिर्सेछु भन्न ह्यान्डल चाहिँ मैले फेरि आएको तर होइन सिधै गइदिउँ कि के हो यस्तो पनि गर्न सकिन्छ है बाइक भयो भने यता जानु लाग्थ्यो नि फेरि होइन यतैबाट जाउँ जस्तो भयो क्या The fuck? No left turning. अर्को फाइदा धेरै फाइदा अफ ह्याभिङ अ मोटर बाइक तर म त्यताबाट गएको के हुन्थ्यो फक त्यतैबाट जानु मन थियो नि म द हेक आइ एम डुइङ म्यान कम अन हामी फुटसल खेल्न आइरहेको हुन्छ यहाँ बेला बेला पहिला तर अहिले चाहिँ आएन I took a gap for like 1.5 years before and I'm rejoining it so yeah I know it takes time बिहानसम्म तार खाँदै थियो हातजतहरू के तालमा होला तिनीहरूले हेरौँ ल कोमामा छ कोमामा त्यो सबजना यही बस्छ अपार्टमेन्टहरू हेर्दै and yeah so this is my bike बाइक चाहिँ किलेस हो यो चाहिँ यसको फब हो अनि द थिङ आई जस्ट डिड इज आई लक द ह्यान्डल बार्स Isn't it sexy and beautiful at the same time? I mean, yeah, love this one. Here you go, a little bit messy, dirty. Shoo! Let's see what the nigga's doing. म पनि कालै छु ल जज नगर अलिअलि एन्ड ओड दियो भन्दैमा yoink 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 के चल्दै थियो तिमीहरूको यहाँ yoink 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 उठाऊ के एकदम